उदय डुक्पाज्यूलाई पनि एकछिनको निम्ति यहाँ मञ्चमा बसिदिने म अनुरोध गर्दछु। र श्रद्धेय भेना उदय डुक्पाज्यूलाई पनि हामी यहाँ खदार्पण गरिरहेका छौँ। र अहिले म यहाँ देखिरहेको छु स्काइलार्क इङ्ग्लिस स्कुलका प्रिन्सिपल म्याम डिका गुरुङज्यूलाई पनि यहाँ मञ्चमा आएर एकछिन आसन ग्रहण गरिदिन म अनुरोध गर्दछु। र भलिन्टियर बहिनीहरूलाई पनि हाम्रो स्काइलार्क इङ्ग्लिस स्कुलका म्याम टिका गुरुङज्यूलाई पनि खदार्पण गरिदिने म अनुरोध गर्दछु। र अहिले यहाँनिर हामी समक्ष हाम्रो आमन्त्रित सदस्य वान अफ दि इन्भाइटेड मेम्बर्स श्री पेम्बा छोम्बे शेर्पा प्रेसिडेन्ट जेएफएमसी पनि यहाँ हामी समक्ष उपस्थित हुनुहुन्छ र उहाँलाई पनि खदार्पण गरिदिने म विनम्र अनुरोध टक्राउँदछु। र यहाँनिर उपस्थित हुनुभएको श्रद्धेय दाजु पाल्साङ तामाङज्यूलाई पनि यहाँ आइदिने म अनुरोध गर्दछु। यसै गरी भाइ हक्सिरिङलाई पनि एकछिन आइदिने म अनुरोध गर्दछु। र हाम्रो भोलिन्टियर बहिनीहरूलाई पनि श्रद्धेय दाजु पाल्साङ तामाङज्यू अनि भाइ हक्सिरिङलाई पनि खदार्पण गरिदिने अनुरोध गर्दछु। उहाँहरूलाई पनि हामी न्यानो स्वागत तथा अभिनन्दन टक्राउँदछौँ। यहाँनिर उपस्थित हुनुहुन्छ किशोर राईजी, उहाँ पनि एकछिन आइदिने मञ्च अगाडि आइदिने म विनम्र अनुरोध टक्राउँदछु। र यसै क्रममा हाम्रो समाजका अति प्रिय भाइ उत्कर्षज्यू श्री धीरेन छेत्रीज्यूलाई पनि खदा अनि ब्याजद्वारासम्म लगाइरहेछ। श्री दिपेन्द्र मोक्ताङज्यूको हातबाट श्रद्धेय भाइ धीरेन छेत्रीज्यू, धन्यवाद। यहाँनिर उपस्थित हुनुहुन्छ हाम्रो श्रद्धेय दाजु दोर्जे छिरिङ शेर्पाज्यू र उहाँलाई पनि यहाँ आएर हाम्रो अभिनन्दन स्वीकार गरिदिने म विनम्र अनुरोध टक्राउँदछु। श्रद्धेय दाजु दोर्जे छिरिङ शेर्पा, उहाँलाई खदार्पण गरिदिने म अनुरोध टक्राउँदछु। र अहिले अब हामी यहाँ अपरेटर भाइहरूलाई पनि राजीव उहाँहरूलाई पनि हामी यहाँ स्वागत जनाउँदै खदार्पण गरिरहेका छौँ। अब अहिले हामी यहाँनिर देखिरहेका छौँ स्काइलार्क इङ्ग्लिस स्कुलका रेस्पेक्टेड टिचर्सहरू पनि हामी समक्ष उपस्थित हुनुभएको छ र वर्षेनी उहाँहरूले नानीहरूलाई तयारी गरेर हाम्रो कार्यक्रमलाई ग्रेस गरिरहनु भएको छ। यो कार्यक्रम सफलीभूत गरिरहनु भएको छ
उहाँहरूको अथक परिश्रम अथक प्रयास सदा सर्वदा हामीले देखिरहेका छौँ। प्रत्येक वर्ष उहाँहरूले धेरै नै दुःख गरेर कार्यक्रममा सहभागिता जनाइदिनुहुन्छ। उहाँहरूलाई पनि आन्तरिक हृदयबाट सहृदय स्वागत जनाउँदै अभिनन्दन चक्राउँदछु र विशेष यो हाम्रो भलिन्टियर बहिनीहरूलाई स्कलर इङ्ग्लिस स्कुलका टिचर्सहरूलाई पनि खदा अर्पण गरेर न्यानो स्वागत गरिदिने म अनुरोध टक्राउँदछु। र यसरी नै यहाँनिर हामीले देखिरहेका छौँ रुया स्कुल स्थानीय रुया स्कुलका विद्यार्थीहरू पनि हामीहरू समक्ष उपस्थित भइसक्नु भएको छ र उहाँहरूलाई यहाँ लिएर आइदिनु हुने टिचर्सहरूलाई पनि हामी स्वागत गर्नको निम्ति खदार्पण गरिरहेका छौँ र भोलिन्टियर टिचर बहिनीहरूलाई रुया स्कुलको टिचर्सहरूलाई पनि खदार्पण गरिदिने म अनुरोध गर्दछु। र यहाँनिर हामी नाम सुनिरहेका छौँ। श्रद्धेय दाजु निरपत दाजु पनि यहाँ उपस्थित हुनुहुन्छ। निरपत तामाङज्यू, उहाँलाई पनि हामी स्वागत जनाउँदछौँ। श्रद्धेय दाजु निरपत तामाङज्यूलाई पनि एकछिन यहाँ मञ्चमा आइदिने अवकष्ट गरिदिने म अनुरोध टक्राउँदछु। दाजु निरपत तामाङज्यू एकैछिनको निम्ति मञ्चमा आइदिने। र अब हामी कार्यक्रम अफिसियल्ली स्टार्ट गर्न लागिरहेका छौँ, सुरुवात गर्न लागिरहेका छौँ र भलिन्टियर बहिनीहरूलाई दाजु निरपत तामाङज्यूलाई खदार्पण गरिदिने म अनुरोध टक्राउँदछु। र दर्शकवृन्द, समयलाई बेसी खेर नफाल्दै अब समय हामीले मेन्टेन गर्नु नै पर्छ। समय मूल्यवान छ, समय बलवान छ। समयलाई गुरु मान्दै अब आज हामी कार्यक्रमको मूल दिशातर्फ बढिरहेका छौँ। र सर्वप्रथम झन्डा उत्तोलनको कार्यक्रम हुनेछ र यसको निम्ति झन्डा उत्तोलनभन्दा पहिले हाम्रो यहाँको जति पनि विद्यार्थीगणहरू हुनुहुन्छ स्थानीय स्कुलका, उहाँहरूलाई मञ्च अगाडि आइदिने र टिचर्सहरूलाई पनि यही उपस्थित भइदिने म अनुरोध गर्दछु। र now I would like to request the Honorable Chief Guest and the President of Gram Kalyankari Samiti, Sri Deepak Chhetri, to please come forward in order to unfurl the tricolor. र यसै क्रममा ग्राम कल्याणकारी समितिका अन्य वरिष्ठ सदस्यहरूले उहाँलाई एस्कर्ट गर्नुहुनेछ। सबैको सहभागिताको साथमा आज हामी हाम्रो यो ट्राइकलरलाई र झन्डा उत्तोलनको समयमा कृपा गरी सबैलाई एक क्षणको निम्ति आफ्नो स्थानमा उभिदिने म अनुरोध टक्राउँदछु। आफ्नो स्थानमा उभिदिने म अनुरोध टक्राउँदछु। Ready, sir? 1, 2, 3, up.